ल म चाहिँ आज गाउँदेखि सरर काठमाडौँ हिँड्दैछु। यो चाहिँ गाउँ आउने बाटो हो। यो माथिको चाहिँ हाम्रो यो पार्क पिकनिक खाने ठाउँ पनि हो पहिला, तर आजभोलि खासै मान्छे आएको देखिँदैन। र अहिले 6:05 भएको छ। अब म चाहिँ काठमाडौँको यात्रामा छु। आज मौसम चाहिँ चिसो छ, पानी पनि पर्न लागेको छ। अब डाँडा पाखा सबै हरियाली। यो चाहिँ वालिङदेखि पर्वत जाने बाटो हो। ल चट्ट चाहिँ म चाहिँ दिउनन्जङ आइपुगेको छु। पुगेको छैन, आइपुग्न लागे। यो चाहिँ हाम्रो डुम्रोभन्ज्याङ बजार हो। यहाँ तल क्याम्पस लेभलको स्कुल पनि छ +2सम्म। हामीले यहीँ पढेको, यहीँ हुर्केको हो। बजारको अवस्था चाहिँ यस्तो छ। किन भन्दाखेरि पहिला चाहिँ पर्वत जाने मान्छेहरू पुरै पैदल यात्रा गरेर जानुहुन्थ्यो। पैदल यात्रा गर्दाखेरि यहाँको बजार चाहिँ एकदम राम्रो थियो, अवस्था राम्रो थियो। तर अहिले चाहिँ गाडीको बाटो खुलेर गाडी सिधा आएर सिधा जान्छ। त्यही भएर यहाँको बजारको व्यवस्था चाहिँ खासै मैले चहलपहल मानेको छैन पहिलाको जस्तो। ल यस्तो छ। त्यो पहाडीको भेग चाहिँ सबै पर्वत जिल्ला हो। अहिले चाहिँ
6:30 भएको छ। त्यही भएर बजार खुलेको छैन। अन्त सायद 8:30 9 बजीतिर नै होला खोल्ने। अनि यो पाहाडीको भेग सबै पर्वत हो। बादल लागेको छ, पानी पनि पर्ने सम्भावना धेरै छ। यो चाहिँ सबै पर्वत हो, पर्वत जिल्ला। हामी पर्वत जिल्लाको सिमानामा छौँ। यो चाहिँ हामीले पठन पाठन गरेको स्कुलको अवस्था अहिले यस्तो छ। यो चाहिँ हामीले पठन पाठन गरेको स्कुल हो। 2061 सालको ब्याच एसएलसी। अहिलेको अवस्था यस्तो छ। वहाँ चाहिँ काठमाडौँ हेर्दै गाडी आयो। ल काठमाडौँ हेर्नेको लागि है त।